गाइस वेलकम टू माय न्यू व्लॉग्स र गाइस हेर्न सक्नुहुन्छ आज हो ह्याप्पी न्यू इयर मतलब आज जनवरी 2026 जनवरी 1 हो र आज मेरो मतलब बाबाको छोरीको बहिनी बाबाको छोरी हैन बाबाको बहिनीको छोरीको बर्थडे मतलब मेरो भान्जीको बर्थडे हो आज किनकि जनवरी 1 तारिकदेखि म फेरि पैसा गर्न जान्दिएको म पैसा गर्न जान्दिएको मेरो हुन्छ अलवेज वैशाख 1 मा वैशाख 1 गते त्यहाँएर अब एक्जाम पनि चल्दैछ गाइस एक्जाम गरेर लागि पनि अब रेडी हुने हो त्यहाँदेखि अहिले यसो भ्लग बनाउँ भनेर गराएको किनकि आज नयाँ वर्षको दिन यसो कतिवटा को छ त्यस्तै बनाऊँ भनेर गाइस सुन्नु मेरो भिडियोमा किन राम्रोसँग भ्युज आउँदैन त्यो मैले जानकारी पाएको छैन गाइस किन होला राम्रोसँग बनेकै छैन मेरो भ्लग यता नउता राम्रोसँग बनेकै छैन राम्रोसँग नबनाएर हो कि हजुरले हेर्नुहुन्छ त्यतिकै छोडिदिनुहुन्छ के गर्नुभएको छ कि मेरो भ्लग बनाउने स्टाइल बराबर भएको कि मलाई अझै राम्रो बनाउनु पर्छ अझै कुराहरू थपेर बनाउनु पर्छ हजुरहरूले भनिदिनु होला कृपया मैले मेरो भिडियो राम्रो होस् भन्ने तरिकाले बनाउँछु राम्रो धेरैजनाले हेरौँ राम्रो होस् भन्ने तरिकाले बनाउँछु गाइज त्यही भएर आल्छी नगरिकन बनाउँछु आज र हिजो प्र्याक्टिकल थियो गाइज अब एक्जाम सुरु हुन छ अब ट्याक्कै पछि सधैँ भेट्छ र मेरो गाह्रो सब्जेक्ट भनेको एलसी मतलब लोकल विलुत्तमा मलाई सबसे गाह्रो सब्जेक्ट र मेरो इजी सब्जेक्ट भनेको म्याथ हो गाइज त्यो आइतबार परेको छ शनिबार छुट्टी अनि आइतबार ट्याक्कै लिएर आउने हो किनकि म्याथको प्र्याक्टिसको लागि सरहरूले दिएका थिए त्यसको साथ एलसी लोकल क्यालकुलेसन दिए शनिबार पढ्नु हुन्थ्यो त्यही भएर दिएनन् कम्प्युटर र विलुत्तमा र कम्प्युटरसँगै गराएका छन् एक घन्टामा ल्याउनुपर्छ 50 मार्क्सको हुन्छ गाह्रो हुन्छ ड्रइङ फेरि एलसीमा विलुत्तमा म्याप आउँछ लोकल क्यालकुलेसन विलुत्तमा म्यापको हुन्छ त्यही भएर म्याप बनाउन नि 5 मिनट लाग्छ 5 मिनट जाँदा हामीले ल्याउनुपर्छ 55मा पेपर अनि 5 मिनटमा गर्ने हो 5 मिनट लाग्छ त्यो बनाउन त्यही भएर ट्याक्क पुरै बनाउनुपर्छ 5 मिनटमा र आज नयाँ वर्ष भनेर हामीले घर के ल्याएका छौँ भन्दा मासु सबैले आज पाठो छ्याप पार्नु भएको थियो यहाँको अङ्कलहरूले हो यो घरको अङ्कलहरूले करेन्टियन छ्याप पारेर त छ्याप 1 किलो मासु अझै चोट पार्दैछ ट्याक्कै बोकाएको त्यही भएर गाइज हेर्न सक्नुहुन्छ हामी हेर्न सक्नुहुन्छ गाइज यस्तो घाम लागेको छ हिजो अस्ति बहुत जाडो हुन्थ्यो आज घाम लागेको छ आज नयाँ वर्ष भनेर नयाँ घाम झुक्किएको छ गाइज त्यही भएर यहाँ घाम लागेको छ हजुरहरू कहाँदेखि मेरो भिडियो हेर्नुहुन्छ यसो कमेन्ट गरिदिनु होला ठाउँको नाम हेर्नु होला यहाँ तोरी फुलिरहेको छ सब कुनै कसैको तोरी प्यालै भएको छ कसै हरियै छ कसैको कल्ल तोरी लगाएका छन् कसैले लगाएकै छैनन् हाम्रो नपियाला नहरियो दुइटै मिक्सिङ छ गाइस यो के होला भन्नु होला यो उस गुइठा इङ्ग्लिसमा बायोमास यसबाट हामीले जाडोमा आगो बाल्न सकिन्छ दाउराको युज पनि चाहिन्न के त्यही भएर यसबाट हामीले आगो बाल्न सकिन्छ त्यही भएर यो यहाँ पुरै बनाएर राख्नुभएको होममेड घरै बनाएको आफूले जो बनाएको मैले होइन बनाएको आज हाफ छुट्टी पठाएर आएको सर म्यामले भन्नुहुन्थ्यो भन्नुहुन्थ्यो कि अनफुटको अगाडि फर्स्ट ट्रिपको फर्स्टमा जान्छ स्कुल जो त्योहरू मात्रै जाने भन्नुभएको थियो र म फर्स्ट ट्रिप गर्नु थिएँ अनफुटमा नि थिएँ जे भन्नु थियो गइदिन्थेँ फर्स्ट ट्रिपको भनेर जान थालेँ अङ्कलले होइन बच्चीले लाने हो सुरुमा भन्नुभयो बच्चीको जान थालेको थिएँ अनि हामी एकैछिन बस्थ्यौँ नास्ता खाइदियौँ अझ पार्टी गरेको थियौँ त्यहाँदेखि मस्त 200 रुपियाँ हालेर पार्टी गरिदिएको गाइज यस्तो पैसा हालेको थियौँ पार्टी खाइदिएर यस्तो खुल्टीमा थियो 50-60 रुपियाँ अनि त्यही खाइदियो अनि आइदियौँ गाइज मस्त पार्टी खाइदिएर आइदियो अनि यतै घरतिर आउँदाखेरि 50-60को सबै खाइदिएको गाइज हिँड्दै आइदिएको के सर सबै गयो नि हिँड्दै अनि हामी किन बस्ने भनेर अनि हामी पनि हिँड्दै गइदियौँ
यहाँ हल्का 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 यो घामले ट्याक्क घाम मुखमा परेछ त्यही भएर हजुर क्लियर देखिन्छ यस्तो हेर्दाखेरि घाम पर्दैन त्यही भएर क्लियरै देखिन्छ गाइस त्यही भएर गाइस लागेन घाम मेरो फेस कस्तो देखियो राम्रो देखियो किन भन्नु होला अनि अरू के भन्नु र हजुरहरूले हेरेर छोडिदिनुहुन्छ कमसेकम एउटा हजुरहरूको टाइम जाला एउटा बटनले प्रेस 1 सेकेन्ड जान्छ धेरै जाँदैन एक्जामको बेला पनि हजुरले हेर्न सक्नुहुन्छ खाना खाने बेलामा दिनु भएन भने हजुरले प्लिज राम्रोसँग गरिदिनु होला यही छ मलाई यसको रुवा कासो लाग्यो हल्का हल्का पहिला सन्चै थियो हजुरहरूले सोध्नुभयो होला आजको विषय कुन हो आजको विषय साइन्स हो साइन्स टेक्नोलोजी साइन्स मतलब साइन्टिफिक लर्निङको सुरुको च्याप्टर हुन्छ साइन्स हुन्छ ठिकै छ साइन्सको हल्का सजिलै छ साइन्सको इङ्ग्लिसको पढ्नै पर्दैन 10 मिनट यसो कपी हेऱ्यो भइहाल्यो इङ्ग्लिसकोमा किनकि इङ्ग्लिसकोमा धेरै जसो क्वेसन एन्सर आउँदैन त्यही भएर यसो क्वेसन एन्सर भइहाल्यो इङ्ग्लिसकोमा भयो सब्जेक्ट पहिला नेपाली थियो त्यो गाह्रो सब्जेक्ट अझै तिनीहरू भएको छ किनकि एउटा न एउटा गाह्रो सब्जेक्ट र एउटा न एउटा सजिलो सब्जेक्ट हुन्छ त्यही भएर यतातिर धेरै सो भन्ने मान्छे हुन्छन् के समाजकार भन्नु त्यही भएर त्यही भनिरहेको छु सुन्नुभएको छ बाँदरघाटमा नरिवल त्यो भनेको हाम्रो हातमा मेरो साथमा तिलोत्तमा बुक मलाई छैन बुकै तिलोत्तमा बाँदरघाटमा नरिवल भनेको मलाई म्याथ सब्जेक्ट किनकि मलाई म्याथ सब्जेक्ट यति इजी लाग्छ त्यही भएर थ्याङ्क यू टु वाच माई भिडियो गाइस बाई बाई अब सिधै भेटौँला अर्को भिडियोमा ल बाई बाई